200 मिलियन भन्दा बढी पेजहरू फेसबुकमा खोलिएका छन् र तिनीहरूमध्ये मात्र 4 मिलियन पेजहरूले मात्र सक्सेसफुल्ली पैसा कमाउन सकेका छन्। यसको मतलब प्रत्येक 200 जनामध्ये मात्र 3 देखि 4 जनाले फेसबुकबाट पैसा कमाइरहेका छन्। अझ फेसबुकमा अकाउन्ट खोल्ने मान्छेहरूको त कुरै नगरौँ। फेसबुकमा टोटल युजरहरू 3070 मिलियन युजरहरू छन् जसले चाहिँ मेसेज गर्नको लागि मात्र युज गर्छ। अब म तपाईहरुलाई 5 वटा स्टेप भन्छु जसले तपाईहरुलाई फेसबुकबाट पैसा कमाउनमा मद्दत गर्छ। नम्बर 1, सेट द राइट एक्सपेक्टेसन। धेरैजसो मान्छेहरू हुन्छन् जसले फेसबुकबाट पैसाहरू कमाउन त चाहन्छन् तर मेहनत गर्न चाहदैनन्, भिडियो अपलोड गर्न चाहदैनन्। यदि यस्तो छ भने चाहिँ तपाईहरु तपाईको एक्सपेक्टेसन भर्सेस हजुरको रियालिटी फरक हुन गइदिन्छ जसले गर्दाखेरि तपाईहरु डिमोटिभेट भएर फेसबुकमा भिडियो बनाउन नै छोड्दिनुहुन्छ। सेकेन्ड छ डोन्ट क्विट अर्ली। धेरैजसो नयाँ क्रिएटरहरू देखासिकीमा भिडियो बनाउन त स्टार्ट गर्छन् तर 10-12 वटा भिडियो हारिसकेपछि छोड्दिहाल्छन्। किन भन्दाखेरि उनीहरूले चाहे जस्तो एक्सपेक्ट गरे अनुसारको भ्युजहरू आइरहेको हुँदैन। त्यही कारणले उनीहरूले बीचमा नै त्यो क्विट गरिदिहाल्छन्। किन भन्दाखेरि तिनीहरूलाई त्यो ह्याबिट बसेको हुन्न कि भ्युज कम आए पनि हामीले मेहनत गर्दै गयौँ भने पछि भ्युज आउँछ भनेर। त्यस्तो तिनीहरूले एक्सपेक्ट गरेको हुँदैनन् किनकि तिमीहरूले धेरै एक्सपेक्टेसन गरेको हुन्छौ तर तिमीहरूको रिजल्ट कम आइदिन्छ भनेपछि तिमीहरूले डिमोटिभेट भएर छोडिदिन्छौ। अर्को पोइन्ट छ फाइन्डिङ द राइट एडभाइस। तपाईहरूले छोटो समयमा ग्रो गर्नको लागि, छोटो समयमा रिजल्ट पाउनको लागि, मतलब छोटो समयमा तपाईहरूले पैसा कमाउनको लागि तपाईहरूले गलत एडभाइसहरू फलो गर्नुहुन्छ। जस्तै तपाईहरूले पेड प्रमोसन, तपाईहरूले पेड हुन्छ नि तिमीहरूलाई यति पैसा दिन्छु, आइडीमा फलोवर्स बढाइदिन्छु या त्यस्तो धेरै पेड प्रमोसन गरेर पेड पैसा तिरेर हजुरहरूले आफ्नो फलोवर्सहरू गेन गर्नुहुन्छ भन्दाखेरि तपाईहरूले त्यो गर्न पनि एकदमै गलत हुन्छ। मानौँ तपाईहरूले 10K फलोवर्स र 150K तपाईहरूले भ्युज पाएर तपाईहरूको च्यानल पेज मोनिटाइज भयो र तपाईहरूले अर्निङ गर्नुहुन्छ र तपाईहरूको डेली भ्युज 100 देखि 200 या 1000 रुपैयाँ आइरहेछ, 1000 भ्युज आइरहेछ। त्यसको पैसा तपाईहरूलाई मिलिरहेछ 5 रुपैयाँ 10 रुपैयाँ र तपाईहरू के गर्नुहुन्छ त्यो बेलामा? त्यो गरेर त भएन नि त। यदि तपाईहरू फेसबुकबाट साँच्चै नै अर्निङ गर्ने हो भने तपाईहरूको 100K भन्दा प्लस आयो भने तपाईहरूले राम्रो अर्निङ गर्न सक्नुहुन्छ। अर्को छ स्टप ट्राइङ टु बी युनिक। तपाईहरूले सोच्नुहुन्छ कि कुनै पनि सोशल मिडियामा गएपछि एकदमै नयाँ गर्नुपर्छ, एकदमै खतरा हुन्छ नि, अरूभन्दा फरक एकदमै नयाँ गर्नु सोच्नुभएको छ भन्दाखेरि त्यसको उल्टो नै हुन्छ। तपाईहरूले जुन पनि सोशल मिडियामा देख्न सक्नुहुन्छ एज अ हामीहरू कन्टेन्ट क्रिएटर, नेपाली कन्टेन्ट क्रिएटर, हिन्दी कन्टेन्ट क्रिएटरहरूलाई देख्न सक्नुहुन्छ र तिनीहरूले चाहिँ कुनबाट एक्सपायर लिएको हुन्छ भन्दाखेरि हामीहरूको फरेन क्रिएटरहरूबाट इन्सपायर भएर हामीहरूको यहाँ कन्टेन्टहरू क्रिएट गरिरहेको हुन्छ। मैले त्यो गर्ने भनेको होइन कि तपाईँहरूले जस्तो कन्टेन्ट छ त्यसलाई त्यस्ताको त्यस्तै छापिदिने भन्न खोजेको होइन कि तपाईँहरूले त्योबाट इन्सपायर भएर आफ्नो छुट्टै किसिमको युनिक गर्नु भन्न खोजेको हो। यसमा चाहिँ तपाईँहरूले युनिक किन गर्नु भन्न खोजेको भन्दाखेरि त्यस्तै टाइपको कन्टेन्ट किन बनाउनु भन्न खोजेको भन्दाखेरि तपाईहरूलाई डेटा हुन्छ कि कुन कन्टेन्ट चल्छ, अलरेडी चलिसकेको छ त्यो कन्टेन्टहरू फेरि नै चल्छ भन्ने कुराहरू तपाईँहरूलाई थाहा हुन्छ। के भने तपाईहरूले फरेनरमा जुन कन्टेन्टहरू अलरेडी चलिसकेको छ, अलरेडी काम गरिसकेको छ भन्दाखेरि त्यो कन्टेन्टहरू फेरि चल्छ नै चल्छ। यो अल्गोरिजमको एउटा रुल नै जस्तै नै हो। के भनिरहेको छु यार? जुन कुराहरू अलरेडी चलिरहेको हुन्छ त्यो कुराहरू दोस्रोचोटि चल्छ नै चल्छ। त्यसले आफ्नै स्टाइलमा बनाउँदाखेरि तपाईँहरूको पर्सनालिटी बिल्ड हुने भयो र तपाईँहरूको कन्टेन्ट कपी कन्टेन्ट लाग्दैन र तपाईँहरू ग्रो गर्न सक्नुहुन्छ। अर्को छ डिफाइन अ निश। तपाईँहरूले भिडियो त बनाउनुहुन्छ, कहिले गाएको, कहिले नाचेको, कहिले गेम खेलेको, कहिले खाना पकाएको। यदि तपाईँहरू यस्तो गर्नुहुन्छ भने तपाईँहरूले निश नै डिसाइड गर्नुभएको छैन। यदि तपाईँहरू कमेडी भिडियो बनाउनुहुन्छ भने इन्टरटेनमेन्ट नै तपाईँहरूको निश हो। यदि तपाईँहरू कमेडी भिडियो मात्रै बनाइराख्नुहुन्छ भने तपाईँहरूले निश रोज्नु हो। अनि अर्को एउटा बोनस पोइन्ट छ स्टे कन्सिस्टेन्सी। यदि तपाईँहरू कन्सिस्टेन्स हुनुहुन्छ भने अल्गोरिजमलाई राइट इम्प्रेसन पर्छ र तपाईँहरूको भिडियोहरू पुश गर्न थाल्छ। अझ तपाईँहरू बिगिनर हुनुहुन्छ भने चाहिँ कन्सिस्टेन्ट रहनु एकदमै इम्पोर्टेन्ट हुन्छ। किन भन्दाखेरि जति कन्सिस्टेन्ट रह्यो, जति हामीहरूले डेटाहरू दियो, हामीहरूले कुनै पनि सोसल मिडियालाई जति हामीले आफ्नो डेटाहरू दियो त्यति नै अल्गोरिजमलाई राइट अडियन्स फाइन्ड गर्नको लागि सहयोग मिल्छ। जसले गर्दाखेरि हजुरको राइट अडियन्ससँग पुग्यो भने हजुरको भिडियो भाइरल हुने एकदमै चान्स हुन्छ। त्यसैले फर्स्टमा हामीहरूले क्वालिटी भन्दा क्वान्टिटीमा हामीहरूले जोड दिनुपर्छ। मतलब हामीहरूले क्वान्टिटी
धेरै गर्नु पऱ्यो, हामीले धेरै भिडियो अपलोड गर्नु पऱ्यो र तपाईँहरूले क्वालिटीतिर ध्यान दिनुभयो भने म एकदमै खतरा नै गर्छु भनेर सोच्नुभयो भने तपाईँहरू कन्सिस्टेन्ट रहन सक्नुहुन्न। मैले फिल एज अ मेरो 5 इयर एक्सपिरियन्स मैले गरेको त्यो गल्तीहरूले गर्दाखेरि नै मैले अहिलेसम्म यस्तो अवस्थामा छु। मैले कन्टेन्टहरू बनाउनुको मतलब केही औचित्य नै रहेन, किन भन्दाखेरि मैले 5 इयरमा धेरै मिस्टेकहरू गरेँ। त्यही कारणले गर्दाखेरि मैले एउटा पनि चिजमा फिल्डमा मैले सक्सेस हुन सकिनँ, किन भन्दाखेरि मैले कन्सिस्टेन्ट रहन नसकेर नै हो। त्यो कुरा किन भन्न चाहेँ भन्दाखेरि मैले यदि कन्सिस्टेन्ट रहेको भए एउटा मात्रै चिजमा मैले त्यो कुराहरूमा एकदमै डिटेलमा बुझ्ने थिएँ र त्यही अनुसार मैले आफूलाई इम्प्रुभ गर्ने थिएँ। त्यसो कारणले गर्दाखेरि तपाईँहरूले कन्सिस्टेन्ट रहनुहोस्। तपाईँहरूले पहिला क्वालिटी कन्टेन्टभन्दा क्वान्टिटीहरू बढाउनेतर्फ राख्नुहोस् र तपाईँहरूले डेली आफूलाई इम्प्रुभ गर्ने कोसिस गर्नुहोस्। त्यस्तो गर्नुभयो भने तपाईँहरूको स्किल पनि बढ्छ र तपाईँहरू अवश्य नै पैसा कमाउन सक्नुहुन्छ। र म आजदेखि 30 डे कोर्स लन्च गर्दैछु फेसबुकको लागि, जसमा चाहिँ तपाईँहरूले फेसबुकको कसरी फेसबुक प्रोफाइललाई फेसबुक पेजमा कन्भर्ट गर्ने, कसरी हामीले फेसबुक मोनिटाइज गर्ने र कसरी फलोवर्स गेन गर्ने, कसरी कन्टेन्ट बनाउने, कसरी भिडियो एडिटिङ गर्ने, कस्तो एभ्री सिङ्गल कुराहरू म तपाईँहरूलाई 30 डेजमा 30 भिडियोमा तपाईँहरूलाई एकदमै फ्रीमा तपाईँहरूलाई सिकाउने छु। सो आजको लागि यति नै। भिडियो मन पऱ्यो भने लाइक गर्नुहोस् र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् र फेसबुक पेजमा देख्दै हुनुहुन्छ भने फलो गर्नुहोस् है त। ल त बाई।